छोरी मान्छे खुट्टा टान्ने मान्छे छोरी नै हुन्छ। यी दुई क्लिप्स मध्ये कुन ओरिजिनल भन्ने तपाईलाई सायद थाहा छ होला, तर तपाईको दाहिनेपट्टि भएकी युरोपेली मुल्की जस्तै देखिने महिला यो संसारमा कतै छैनन्, न त उनले यो भिडियोमा लिप सिङ्क नै गरेकी हुन्। यी महिला नितान्त मेरो टाइप प्रम्प्टबाट जेनेरेटेड हुन्। मैले यस्तो किन गरेँ भनेर भन्नु अघि म तपाईलाई तपाईको बाल्यकालको केही स्मृति ताजा पार्छु है त। हरेक आइतबार बिहान चप्पल चप्पल खोल्दै अनि हात जोड्दै यो सङ्गीतको लयमा रमाउँदै रामायण हेरेको कतिको याद छ। मलाई त राम्रोसँग याद छ। आज अचानक मलाई रामानन्द सागरको त्यो रामायण हेर्दाको एक प्रसङ्ग धेरै नै याद आयो। कुरा त्यो सिरियल टिभीमा आएपछि धेरै वर्षपछिको, जब हामीले त्यो रामायण डिभिडी प्लेयरमा हालेर हेर्न थालेका थियौँ। हरेक दिनको साँझमा मेरो हजुरआमा र मेरो दिनचर्या नै बनेको थियो रामायण सँगै बसेर हेर्नु। त्यति बेलासम्म क्यामेराले फोटो मात्र होइन भिडियो पनि खिच्छ भन्ने कुरा सामान्य भइसकेको थियो। अनि एक साँझ मेरो हजुरआमाले मेरो नजिक आउनुभयो र एकदमै गहिरो तर सरल प्रश्न सोध्नुभयो। बाबु, भन त रामको पछि पछि लागेर त्यो सबै भिडियो खिच्ने मान्छेको हो, अनि रामकै पालामा पनि त क्यामेरा रहेछ है। अनि म आमालाई जिस्काउँदै भन्थेँ, आमा त्यो त साँच्चीकैको होइन नि, यो त नाटक खेलेको, अनि यही क्यामेराले खिचेको हो, यो राम होइनन् कलाकार हुन्। आमा एकछिन अकमक्क पर्नुभयो। सायद उहाँको त्यो भ्रम जसमा देखिएका राम भगवान राम थिए त्यो नराम्रोसँग पहिलोपटक टुटेको थियो। त्यति बेला मलाई यो प्रश्न एकदमै सोझो र रमाइलो लागेको थियो। तर वर्षौँपछि मैले त्यो प्रश्न पछाडिको गहिरो सत्य बुझ्ने कोसिस गर्दैछु। यो केवल मेरो हजुरआमाको कुरा थिएन। वर्षौँदेखि नै हामीले एउटा सरल नियम बनाएका थियौँ। क्यामेराले त्यो खिच्छ जे भइरहेको छ, र जे भइरहेको छ त्यो सत्य हुनुपर्छ। झुटा भिडियोहरू पनि नभएका पनि होइनन्। हामीले रमाउँदै खुसी हुँदै हेर्दै आएका मुभीहरू पनि त झुटा खिचिएका भिडियो नै थिए। प्रविधि सीमित थियो। CGI, VFX, एनिमेसन सबै यति महँगो थियो कि झुट अर्थात् नखिचिएका भिडियो बनाउन साह्रै गाह्रो थियो। त्यसैले हामी आंशिक रूपमा सुरक्षित थियौँ। हाम्रो मनोविज्ञान जसमा मुभी हेर्न जाने भनेपछि यो त मुभी हो भनेर जान्छौँ, जसले गर्दा अकाल्पनिक देखिएका दृश्यहरू हाम्रो काल्पनिक संसारमा सुरक्षित थियो। तर फोनमा क्यामेरा आयो, इन्टरनेट आयो, फेसबुक आयो, स्क्रिन हाम्रो नै आँखा जस्तो हुन थाल्यो। हामीले स्क्रिनमा देखिएका कुरा हाम्रै आँखाले देखे झैँ विश्वास गर्न थाल्यौँ। तर आज अब नखिचिएका भिडियो पनि सजिलै बनाउन सकिन्छ। AI अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सले यस्तो कुरा पनि बनाइदिन्छ जुन कहिल्यै भएको थिएन, जुन कहिल्यै बोलिएको थिएन, जुन कहिल्यै सुटिङ नभएको तर स्क्रिनमा एकदमै वास्तविक देखिन्छ, जस्तो मैले अघि बनाएको भिडियो। अनि आइरोनीको कुरा के छ भने यो भिडियोमा बनाएका प्राय क्लिप्स AI जेनेरेटेड नै हुन्। अब झुट बनाउने काम महँगो छैन, केवल केही सेकेन्ड चाहिन्छ। पहिले झुटका लागि मेहनत चाहिन्थ्यो, सिप चाहिन्थ्यो, पैसा चाहिन्थ्यो। आज झुट कोडबाट बनेको डिजिटल संसार हो, विश्वासिलो। अहिले पनि AI जेनेरेटेड भिडियो पहिचान गर्न सकिन्छ, तर त्यसका लागि ध्यान दिएर हेर्नुपर्छ, कमजोरी पहिचान गर्नुपर्छ, सिप र समय चाहिँ। वास्तविक खतरा प्रविधि होइन, खतरा त हाम्रो आफ्नै दिमाग हो, हाम्रो त्यो स्वभाव जसले स्क्रिनमा देखेको कुरालाई स्वाभाविक रूपमा सत्य मान्छ। प्रश्न सोध्न अघि नै भावनासँग जोडिन्छ, प्रमाण नहेरी स्क्रिनको गवाही स्वीकार गर्छ। जब स्क्रिन नै हाम्रो अगाडि आँखा बनेर उभिन्छ, त्यो भ्रम अझै गहिरो बन्दै जान्छ। यही हो आजको युगको सबैभन्दा ठुलो मनोवैज्ञानिक सङ्कट। सरकारहरूले नियम बनाउनुपर्छ, सृजनकर्ताहरूले नैतिकता अपनाउनुपर्छ, तर सबैभन्दा महत्त्वपूर्ण हामी दर्शकहरूले शङ्का गर्ने बानी बसाल्नुपर्छ। किनकि प्रविधि आफैमा खराब हुँदैन, यसको उपयोगकर्ताको नियतले नै यसलाई प्रगतिको सम्वाहक बनाउँछ वा अस्तव्यस्तताको हतियार। त्यो दिन मेरो हजुरआमाले सोध्नु भएको थियो, रामको पछाडि हिँड्ने को हो? आज हामीले सोध्नुपर्छ, सत्यको पछाडि हिँड्ने को हो? पहिले सत्य खिचिन्थ्यो, झुट महँगो थियो। अब सत्य हाम्रो दिमागबाट सिधै स्क्रिनमा बनाइन्छ, र सत्यको भविष्य हामी कति बुद्धिमानी भएर हेर्छौँ त्यसमा निर्भर गर्छ। नमस्कार।